हेलो साथीहरू, आज चाहिँ म स्वयम्भू घुम्न आएको छु है। ठ्याक्कै देखिराख्नु भएको चाहिँ स्वयम्भू हो है। यो चाहिँ म प्रवेशद्वारमै छु, ठ्याक्कै ढोकामै। अब यहाँबाट माथि चाहिँ स्वयम्भूको यो चाहिँ यस एकदमै तल्लो भागमा रहेको जुन यहाँ बुद्धको मूर्तिहरू साथै अन्य भगवान्हरूको मूर्ति रहेको ठाउँमा चाहिँ आएको छु। हेरौँ कतिको रमाइलो हुँदो रहेछ। यो देखिराख्नु भएको चाहिँ सबैभन्दा तल यानि कि प्रवेशद्वारमै रहेको यो मूर्तिहरू हो। यहाँ चाहिँ अन सिजन होस् या अफ सिजन होइन, जस 12 महिना यहाँ चाहिँ पर्यटकहरूको एकदमै भिड हुने गर्दछ। र यो चाहिँ कस्तो ठाउँमा छ भन्दाखेरि यो चाहिँ सुरुमै क्या यहाँ जस अलिकति फोटो सेसनहरू गर्ने अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ धेरैजना मान्छेको उपस्थिति रहेको छ। यहाँ यो स्वयम्भू चाहिँ एउटा मेन अब यो त नर्मल हो, यो माथि स्तूपा भएको ठाउँमा चाहिँ योभन्दा धेरै भिड हुन्छ क्या मान्छेको। किनभने त्यहाँबाट चाहिँ काठमाडौँ लगभग भ्याली सबै नै देखिन्छ क्या त्यहाँबाट। त्यो भ्यू पनि म माथि गएर यहाँहरूलाई देखाउँछु है त। यहाँ चाहिँ हाम्रो शङ्ख फुक्ने ठाउँ है। फाइनली म चाहिँ माथि स्तूपा प्रवेशद्वार गर्ने ठाउँमा आइसकेको छु। यहाँ मास्तिरबाट चाहिँ हो नजिकै। यहाँबाट चाहिँ यहाँ माथि जुन स्वयम्भूको स्तूपा रहेको छ त्यहाँनिर चाहिँ प्रवेश गर्ने ठाउँ छ है। जहाँबाट चाहिँ अब हाम्रो नेपालीले चाहिँ फ्रीमा रहेको छ भने जो इन्टरनेसनलबाट जो आउनुहुन्छ उहाँहरूको लागि चाहिँ केही टिकटको लागि धेरै त छैन, त्यो 50-60 कति रुपियाँ होला त्यति चाहिँ टिकट राखिदिएको छ है। यो जो इन्टरनेसनलबाट आउनुहुन्छ नि उहाँहरूको लागि यो देखिराख्नु भएको यही हो मुख्य प्रवेशद्वार चाहिँ हाम्रो स्तूपा जाने प्रवेशद्वार जुन स्वयम्भूको स्तूपा। त्यहाँबाट चाहिँ पहिला चाहिँ अब विदेशीहरूलाई अलिकति टिकट लाग्थ्यो, पैसा पे गर्नु पर्थ्यो। अहिले चाहिँ के सिस्टम छ त्यो चाहिँ धेरै वर्षपछि आएको। म पनि धेरै वर्ष भन्दा नि लगभग समथिङ 2 वर्ष पछाडि यहाँ पुनः आएको छु। सायद यहाँ जस विदेशीहरूको लागि चाहिँ यहाँ टिकट काट्नुपर्छ क्या, तर हाम्रो नेपालीहरूको लागि चाहिँ एकदम फ्री रहेको छ। तपाईँहरू मजाले घुम्न सक्नुहुन्छ है त यहाँ आएर। ल सरर लाएर यहाँ चाहिँ हाम्रो कोइन फाल्ने ठाउँ हो क्या। धेरैले कोइन फाल्दै हुन्थ्यो पहिला चाहिँ, अहिले चाहिँ बन्द गरेछ क्या हो। यहाँनिर यो कहाँ थियो भने साथै डल्लोको एउटा छेउमा एउटा डिलो थियो, त्यहाँ चाहिँ कोइन छिराउनु पर्ने हुन्थ्यो, तर अहिले चाहिँ बन्द गरे रहेछ। हेर्नुहोस् त हाम्रो जस पर्यटकहरूको भिड स्वयम्भूको। अब यहाँ माथि यहाँबाट माथि गयो भने चाहिँ ठ्याक्कै स्वयम्भू स्तूपा पुगिन्छ। यताबाट पनि गइन्छ यताबाट पनि गइन्छ। म चाहिँ अहिले लेफ्ट साइडबाटै लाग्छु यता, फर्किँदा यता राइट साइडबाट आउनु पर्यो। यो चाहिँ माथि स्तूपा जाने बाटो है। यहाँबाट चट्ट गयो भने स्तूपा हो र यहाँ ठ्याक्कै यसको तल्लोपट्टिबाट उतापट्टि हेऱ्यो भने काठमाडौँ भ्याली टोटल देखिन्छ है त।